पूर्वी नेपालको कोशी प्रदेशमा अवस्थित उदयपुर जिल्लाका 8 स्थानीय तह मध्येको एक हो लिम्चुङबुङ गाउँपालिका। मदन भण्डारी लोकमार्गको सङ्गम चोकदेखि 34 किलोमिटर उत्तरमा पर्ने यो गाउँपालिकाको सौन्दर्य अवर्णनीय छ। विश्वको शिर सगरमाथासँगै 8000 फिट भन्दा माथिका 6वटा हिमाललाई एकसाथ अवलोकन गर्न सकिने भूगोलदेखि सदाबहार बगिरहने सुनकोशी नदी र रङ्गी बिरङ्गी लाली गुराँसको जङ्गलले सुशोभित छ लिम्चुङबुङ। प्राकृतिक छटासँगै धार्मिक सांस्कृतिक सम्पदा र ऐतिहासिक धरोहरले सुसम्पन्न यो गाउँपालिका विभिन्न जात जाति, भाषा, धर्म र सांस्कृतिक सभ्यताले समृद्ध छ। हिन्दू, बौद्ध र किराँतको त्रिधामका रूपमा परिचित हलेसी महादेवको मन्दिर दर्शन गर्न जाने पर्यटकका कारण यहाँ धार्मिक पर्यटनको लोभलाग्दो प्रवर्धन भइरहेको छ। एभरेस्ट भ्यू टप र खुसी झरना यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय खुसी र शान्तिका लागि आकर्षक गन्तव्यका रूपमा समेत लिम्चुङबुङलाई लिने गरिएको छ। 106.8 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा करिब 12,000 नागरिकले बसोबास गर्दै आएका छन्। साबिकका बासबोटे, ताम्लिछा, बाराहा, बलम्ता र जाते गाविसलाई समायोजन गरेर बनाइएको लिम्चुङबुङ गाउँपालिकालाई 5वटा वडामा विभाजन गरिएको छ। राज्य पुनर्संरचनासँगै सुनकोशी नामकरण गरिएको यो गाउँपालिकालाई गाउँसभाले नाम परिवर्तन गरी लिम्चुङबुङ बनाएको हो। अहिले यो बस्तीमा विकासको बहार छाएको छ। 2079 सालमा भएको स्थानीय तह निर्वाचनबाट गाउँ सरकारको नेतृत्वमा जनप्रिय नेता मेजर कुमार राई निर्वाचित भएसँगै यहाँ विकासको कामले थप गति लिएको हो। वर्षौंदेखि अँध्यारो रहेको लिम्चुङबुङलाई अहिलेको नेतृत्वले उज्यालो र चम्किलो बनाएको छ, जसबाट लिम्चुङबुङवासी खुसी छन्। एउटा अँध्यारो कुनै पनि एउटा भूभागमा चाहिँ पालिका भूभागमा बत्ती नभएको ठाउँ, बिजुली नभएको ठाउँलाई अँध्यारो गाउँलाई चाहिँ उज्यालो गाउँपालिका हामीले बनायौँ। दोस्रो कुरा चाहिँ इन्टरनेट त्यो ठाउँमा थिएन, इन्टरनेट पनि हामीले पुर्यायौँ। सुरक्षा थिएन, त्यहाँ हामीले चाहिँ इलाका प्रहरी कार्यालय पनि लिम्चुङमा खडा गऱ्यौँ। अनि हिजो त्यो ठाउँमा चाहिँ अब एकदमै जीर्ण स्वास्थ्य चौकीहरू थियो भने अहिले सुविधा सम्पन्न तपाईँको चाहिँ 24 घण्टा तपाईँको एमएस डक्टर सहित चाहिँ अब स्वास्थ्य बिमा सहितको चाहिँ अस्पतालहरू चाहिँ अहिले सञ्चालन भइरहेको छ। अनि त्यो ठाउँमा चाहिँ अब भौतिक पूर्वाधार कार्यालयहरू चाहिँ एउटा सुविधा सम्पन्न भइरहेको छ। हिजोको दिनमा हामीले त्यहाँ इन्टरनेट सुरक्षा र तपाईँको कार्यालयहरू नहुँदाखेरि, बैंक नहुँदाखेरि चाहिँ निर्वाचित भएको पहिलो कार्यकालको निर्वाचित भएको सुरुवाती समयमा गाईघाटमा चाहिँ हामीले चाहिँ गाउँपालिका चाहिँ 2 वर्ष चाहिँ कार्यालय सम्पर्क कार्यालय चाहिँ हामीले चलाउँछ। तर अहिले त्यस्तो छैन। अहिले सबै हिसाबले सुविधा सम्पन्न चाहिँ अहिले चाहिँ गाउँपालिका छ। हामीसँग मात्र एउटा कालोपत्रे सडक छैन, अरू सबै कुरामा लिम्चुङ गाउँपालिका चाहिँ स्ट्रङ भइसकेको छ। तथ्याङ्क अनुसार यो गाउँपालिकामा 32वटा भन्दा बढी ग्रामीण सडक निर्माण गरिएका छन्। त्यस्तै 29वटा सडक निर्माणाधीन छन्। गाउँ गाउँमा सडक पुगेपछि स्थानीय खुसी छन्। सडकका कारण आवत जावत सहज मात्रै भएको छैन, गाउँमा उत्पादित कृषि उपजले बजार पाउन थालेको छ, जसले स्थानीय स्तरमा आय आर्जन बढाएको छ र स्थानीयको दैनिकीलाई सहज बनाएको छ। लिम्चुङबुङको 2 नम्बर वडाभित्र सडकले राम्रै खालको सुविधा पाएका छौँ। हिजोको बाटो नहुँदाको स्थिति र अहिले चाहिँ सडक आइसकेपछिको स्थिति हेर्ने हो भने त अब जनताले फाइदा लिने कुराहरू धेरै छन्। हिजो हामीले बोकेका ढाकरहरू आज यथावत रूपमा चाहिँ स्थगित गरेर आज स्वयं चाहिँ यहीँको अब हामीले उत्पादन गरेका चिजहरूलाई चाहिँ गाडीमा हालेर चाहिँ बजारसम्म पुर्याउने व्यवस्था यो बाटोले गरेको छ। भौतिक पूर्वाधारका क्षेत्रमा गाउँपालिकाले गरेका कामहरू प्रशंसनीय छन्। पछिल्लो 3 वर्षमा यहाँ 5वटा वडा कार्यालयका भवन बनेका छन्। त्यस्तै प्रशासकीय भवन, प्रहरी कार्यालय, सभा हल, कबड हल लगायत विभिन्न 47वटा सामुदायिक भवनहरू निर्माण गरिएका छन्। 6वटा स्वास्थ्य चौकी भवनको निर्माण कार्य पूरा भइसकेको छ भने एउटा निर्माणाधीन छ। पालिकाभित्र चाहिँ एभरेस्ट भ्यू टप अस्पताल, पालिकाको प्रशासकीय भव्य सुन्दर भवन, वडा कार्यालय त्यस्तै राम्रो,
स्वास्थ्य चौकीहरू, अस्पतालहरू, विद्यालयका भवनहरू त्यस्तै राम्रोहरू चाहिँ तपाईँको चाहिँ भएका छन्? सबै वडामा वडा कार्यालयहरू बनिसकेका छन्, स्वास्थ्य चौकीहरू बनिसकेका छन् र स्कुलहरूमा, विद्यालयहरूमा पनि भौतिक संरचनाहरू, माध्यमिक विद्यालयमा 3वटा दरले भौतिक संरचनाहरू बनिसकेका छन्। त्यसै गरी अस्पताल बनिसकेका छ, प्रशासनिक हाम्रो भवन पनि बनिसकेका छ, इलाका प्रशासन, इलाका प्रहरी कार्यालय बनिसकेका छन् र अन्य सडकहरू पनि गाउँमा धुलै भए पनि पुगेको अवस्था छ। त्यसो हुँदाखेरि त्यहाँको विकास नभएको होइन, मेरो नजरबाट चाहिँ भएको नै मैले देखेको छु। स्थानीय स्तरमै सुविधा सम्पन्न स्वास्थ्य चौकी बनेपछि गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धलाई प्राथमिक स्वास्थ्य सेवा लिन सहज भएको छ। त्यस्तै यहाँ 5 शय्या क्षमताको एउटा अस्पताल नै बनाइएको छ, जसले स्थानीयलाई रोगको परीक्षणसँगै उपचार गर्न टाढा टाढासम्म पुग्नुपर्ने बाध्यता हटेको छ। अस्पतालले स्वास्थ्य बिमाको समेत स्वीकृति लिएकाले स्थानीयलाई निकै सहज भएको छ। स्वास्थ्य क्षेत्रमा पनि निकै उल्लेखनीय योगदान भएको छ। किनभने यहाँ चाहिँ तपाईँको एउटा कुकुर बिरालोले टोक्यो भनेदेखि होइन, आकस्मिक रूपमा चाहिँ अब गाडी रिजर्भ गरेर धेरै महँगो खर्चमा सदरमुकाम गाईहाट जानुपर्ने रेबिज खोपको लागि त्यो अवस्था थियो भने अहिले चाहिँ अब वडा अध्यक्ष भए पनि त्यहाँ अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पनि मलाई नै जिम्मा दिनुभएको छ। पछिल्लो समयमा हामीले रेबिज खोप पनि हामीले यही अस्पतालबाट सञ्चालन गर्न थालेका छौँ है, सेवा दिन थालेका छौँ। त्यसै गरी तपाईँको चाहिँ अहिले स्वास्थ्य क्षेत्रमा हेर्नुपर्दा भिडियो एक्सरे अनि हाडहरू अब जस्तो हातखुट्टा भाँचियो भने त्यसलाई प्लास्टरहरू गर्ने सम्मको काम अहिले हामीले यही अस्पतालबाटै भइरहेको अवस्था छ। शैक्षिक सुधारको क्षेत्रमा पनि गाउँपालिकाले उल्लेख्य काम गरेको छ। शिक्षामा सिप विकास पनि एउटा लिम्चुङ गाउँपालिकाको लागि एकदमै असल अभ्यास हो। किनभने त्यहाँ यो शिक्षामा सिप विकासले मूलतः सैद्धान्तिक विषयलाई भन्दा व्यावहारिक विषयलाई पनि जोड दिएको छन्। जस्तो कृषि सदनले आफ्नै तरिकाको विद्यार्थीहरूलाई नर्सरी उत्पादन डिजाइनकादेखि लिएर सबै कुरा काम गर्ने भए। अब त्यसै गरी उद्यम शाखाले आफ्नै तरिकाले एउटा विद्यार्थीहरूले गर्ने भए। ललित कला सदनले पनि आफ्नै तरिकाले व्यावहारिक हिसाबले गर्ने भए र आइटी स्ट्रिमले पनि व्यावहारिक हिसाबले चाहिँ नै काम गर्ने हुँदाखेरि यो शिक्षामा सिप विकास कार्यक्रमले मूलतः राम्रै खालको व्यावहारिक हिसाबले अगाडि बढेको जस्तो लाग्छ। विशेष गरी हामीले लिम्चुङ गाउँपालिकाको शिक्षा क्षेत्रमा चाहिँ सुरुमा हामीले 10 वर्ष शिक्षा योजना निर्माण गरेको छौँ र सोही योजना मुताबिक अहिले हामीले 2090-91 सालसम्मको भिजन पेपर तयार पारेर हामी अगाडि बढिरहेका छौँ। त्यसै गरी हामीले यो लिम्चुङ गाउँपालिकाको शैक्षिक सुधारमा भौतिक पूर्वाधार, प्रविधि सुधार, त्यसै गरी शिक्षामा सिप कार्यक्रममा कति बजेट आउने रहेछ भनेर टेन्टेटिभ 10 वर्षे भौतिक पूर्वाधार गुरु योजना एउटा मास्टर प्लान पनि तयार गरेर हामी लागेका छौँ। त्यसै गरी यो आबमा हामीले 3वटा चाहिँ प्रावि तहको राहत दरबन्दी, त्यसै गरी एउटा निमावि तहको राहत दरबन्दी र 2टा हामीले यो शिक्षण सहयोग अनुदान गरेर जम्मा 6वटा दरबन्दी पनि विद्यालयहरूमा वितरण गरेको छौँ, जसले चाहिँ शिक्षाको व्यवस्थापनबाट सिकाइ उपलब्धि र सिकाइ सक्षमता बढाउनलाई राम्रो गर्दछ भन्ने छ। र त्यसै गरी हामीले अहिले नयाँ सुरुवात गरेको चाहिँ शिक्षामा सिप कार्यक्रमको कक्षा 4 देखि 8 सम्म र 9 देखि 12 सम्मको पाठ्यक्रम सिप पाठ्यक्रम तयार गरिएको छ र सोही पाठ्यक्रम अनुसार चाहिँ हामीले शुक्रबार त्यो पाठ्यक्रम अनुसार शिक्षाको सिप र सिकाइलाई जोड्ने काम गरिरहेका छौँ। हामीले जुन शिक्षामा सिप कार्यक्रम यसको चाहिँ एउटा उज्यालो लिम्चुङबुङ समृद्ध बालबालिका भनेर सुरु गरेको छौँ। जस्तो यहाँ हाम्रो 2203 जना विद्यार्थीहरू हुनुहुन्छ र विद्यालय 34वटा विद्यालय रहेको छ। यो विद्यालयमा चाहिँ यो नेपालको एउटा अलिकति नमुना कार्यक्रम पनि हो। जस्तो हामीले शिक्षामा सिपमा जम्मा 4वटा सदनहरू तयार गरेको छौँ। कृषि सदन, त्यसै गरी उद्यम सदन, त्यसै गरी ललित कला सदन र आइटी स्ट्रिम सदन भनेर 4वटा सदनमा विभाजन गरेको छौँ। शिक्षा चाहिँ धेरैभन्दा धेरै सैद्धान्तिक भयो र यसलाई चाहिँ कसरी हामीले व्यवहारिक अनि उनीहरूको दैनिक जीवन यापनसँग जोड्न सकिन्छ, दैनिक गतिविधिसँग जोड्न सकिन्छ भनेर
सिप र सिकाइको एउटा समृद्धि अथवा एउटा संयोजन फ्युजनबाट चाहिँ नयाँ गुणस्तरीय शिक्षाको उत्पादन गर्ने उद्देश्य हो, जसमा चाहिँ हामीले कृषि सदनमा हरियो कलरको आइडेन्टिटी कार्डहरू लाएर बच्चाहरू आउने गर्दछन् भने उद्यम सदनमा पहेँलो कार्ड रिबनहरू प्रयोग गर्ने हुन्छन्। त्यसै गरी ललित कला सदनमा रेडको हुन्छ भने आइटी स्ट्रिम सदनमा येल्लोको हाउस हुन्छ। त्यो हाउसमा चाहिँ कस्तो हुन्छ भन्दा बच्चाहरू यदि कृषितिर आकर्षित छन् भने उनीहरू कृषि सदनमा जान्छन्, उनीहरूलाई स्वतन्त्र छ त्यो पेसा रोज्न। त्यसै गरी आफ्नो आफ्नो सदन रोजिसके पछाडि कृषिमा चाहिँ हामीले सुरुवातमा यो निर्वाहमुखी भन्दा पनि व्यावसायिकमुखी चाहिँ बच्चाहरूकै कन्सेप्टदेखि ल्याउनुपर्छ है भनेर चाहिँ हामीले नर्सरीको तयारीदेखि उनीहरूले उत्पादन र उत्पादकत्वसम्मको सिपहरू सिक्दछन्। त्यो सिप सिकेपछि त्यो सिप चाहिँ हाम्रो अरू विषयहरू जस्तो अहिले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान अथवा अहिले स्टेम भन्छ त्योमा चाहिँ कसरी जोड्ने भनेर बच्चाहरू त्यसमा आकर्षित भइरहेका छन्। र हामीले अहिले केराहरू होइन, नगदे बालीहरू जुन किवीहरू यसरी चाहिँ विभिन्न कृषिको सामान्य तरकारी खेतीदेखि यी कुराहरू भइरहेको छ भने उद्यममा चाहिँ हामीले सबैभन्दा राम्रो जस्तो कागजबाट बन्ने सामग्रीहरू सिक्छन् पहिला उनीहरूले, त्यसै गरी चोयाबाट बन्ने सामग्रीहरू सिक्छन्, त्यसै गरी पराल या खोस्टाबाट बन्ने सामग्रीबाट सिक्छन्, कपडाबाट बन्ने सामग्रीहरूबाट सिक्छन्। र यो उद्यममा त्यसरी बनाइएको पाठ्यक्रमबाट चाहिँ उनीहरूले त्यो आफ्नो विषयसँग पनि गर्दै गएको छन्। भौतिक संरचनाको विकास बिना अध्ययन अध्यापन प्रभावकारी नहुने निष्कर्षसहित यहाँ विद्यालयको भवन निर्माण तथा मर्मतलाई प्राथमिकता दिइएको छ। लिम्चुङ गाउँपालिकाले सुरुकै कालदेखि जब स्थानीय तहमा आफ्नो अधिकार क्षेत्र प्राप्त भयो तत्पश्चात शिक्षामा थुप्रै कामहरू भएका छन्। यसमा सर्वप्रथम भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिएको पाइयो र धेरै भवनहरू निर्माण भएका छन्। हाम्रै महेन्द्र महावी बारामा पनि एउटा 8 कोठे, अर्को 4 कोठे लगायतका त्यसै ताकामा 2 कोठे ट्रसवाला भवन लगायतका भवनहरू बनेर आज हामीले बालबालिकाहरूलाई चाहिँ राम्रो र गुणस्तरीय भवनमा चाहिँ शिक्षा दिन सम्भव भएको छ र दिइरहेका छौँ। तथ्याङ्क अनुसार गाउँपालिकाले माध्यमिक तहको विद्यालयका लागि 11वटा र आधारभूत विद्यालयका लागि 3वटा पक्की भवन निर्माण गरेको छ। त्यस्तै माध्यमिक तहको विद्यालयका लागि 3 र आधारभूत तहका लागि 4वटा ट्रस्टद्वारा निर्मित आधुनिक भवन बनाइएको छ। यहाँ विभिन्न विद्यालयका लागि 4वटा भवन निर्माणाधीन छन्। गाउँपालिकाले एउटै पुस्तामा समृद्ध लिम्चुङबुङ बनाउने अठोटका साथ प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। गाउँ सरकारले आफ्नो लक्ष्य अनुसार गाउँपालिकाका सम्पूर्ण घरधुरीमा बिजुली पुर्याएर उज्यालो लिम्चुङबुङ घोषणा गरिसकेको छ। अहिले हाम्रो मेन फोकस हाम्रो चाहिँ यो विद्युतको कुरा थियो। हामीले विद्युत सबै ठाउँमा पुर्याउन सफल भएका छौँ। सम्भवतः प्रत्येक ठाउँ पुगेको छ। हामी वडा चाहिँ निर्वाचित हुनुभन्दा अगाडि हल्का हाम्रो क्षेत्रमा चाहिँ पोलहरू मात्रै गाडिएको थियो, बिजुलीहरू थिएन, बिजुली अन्धकार जस्तो थियो। चाहिँ हामीले बिजुलीहरू लगभग वडामा 100% नै भनौँ प्रत्येक घरहरूमा चाहिँ हामीले बिजुलीहरू पुर्याएका छौँ। सुनकोशी नदीमा पक्की पुल निर्माणका लागि सङ्घीय सरकारसँगको समन्वयमा बोलपत्र आह्वान गरिएको छ। स्वच्छ खानेपानीका लागि सुनकोशी लिफ्टिङ आयोजनाको सुरुवात गरिएको छ। पर्यटन प्रवर्धनका लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले हप्ताको 2 दिन आफ्नो जातीय पहिचान झल्कने पहिरन लगाउन अनिवार्य गरिएको छ। जातीय तहले प्रतिनिधित्व गर्दै आफ्नो वेशभूषा मार्फत चाहिँ कार्यालयमा बसेर सेवा प्रवाह गर्नुपर्छ भन्ने हिसाबले त्यहाँ आफ्नै कल्चरल ड्रेस मार्फत चाहिँ सेवा प्रवाह गरिरहेको विषय एउटा असल अभ्यास नै हो। किनभने अघि पनि मैले जोडेँ कि हाम्रो आन्तरिक आय न्यून भएको हिसाबले यी चिज चाहिँ निःशुल्क नै अथवा सरकारको अथवा स्थानीय सरकारको तहबाट यो जुन अभ्यासहरू ल्याएको छन् यो चाहिँ एकदमै बिना बजेटका यो असल अभ्यासहरू हुन्। पछिल्लो समयमा
आफ्नो सांस्कृतिक पहिचान बिस्तारै लोप हुँदैछ, लोप हुने क्रममा छ मान्छेहरूको। आफ्नो जातीय पहिचानको कुराहरू होइन, सांस्कृतिक पहिचानहरू लोप हुने क्रममा छ। यसै सन्दर्भमा हाम्रो यस पालिका को अध्यक्षज्यूले यो है हाम्रो सांस्कृतिक पहिचानलाई पनि जगेर्ना गर्नुपर्छ, यो हामीले चाहिँ हाम्रो पोसाक, हाम्रो चाहिँ पुस्ताले चाहिँ बिर्सियो, नयाँ पुस्ताले चाहिँ यो पोसाकहरू के हो भन्ने कुरा बिर्सियो, यसको चाहिँ जगेर्ना गर्नुपर्छ भन्ने हेतुले चाहिँ उहाँहरूले ल्याएको कन्सेप्ट हो। र यसले पक्कै पनि एउटा जातीय पोसाकको रूपमा आए तापनि हाम्रो एउटा यसले कतिपयले चाहिँ राष्ट्रिय पोसाकलाई नै जातीय पोसाकको रूपमा र कतिपयहरूले आफ्नो जातीय पोसाकहरूमा पनि अफिसमा आउनुहुन्छ, पक्कै पनि यसले एउटा सांस्कृतिक विविधता व्यवस्थापनमा पनि सहयोग पुर्याएको छ। यहाँ बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित पेय पदार्थ र जङ्क फुड आयातमा प्रतिबन्ध लगाएर स्थानीय उत्पादनलाई प्रोत्साहन गरिएको छ। यो असल अभियानले गाउँपालिकाको गरिमालाई बढाएको छ। यो लिम्चुङ गाउँपालिकाले जुन प्रतिबन्ध लागेको विषय छ बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित वस्तुहरू, त्यो आफैमा पनि एउटा राम्रो चाहिँ चिज हो, जुन चाहिँ स्थानीय स्तरका जनताहरूले राम्रोसँग त्यसलाई बुझिदिए भनेदेखि स्थानीय उत्पादन बढेर जाने र उत्पादन सँगसँगै बजारको भाव पनि बढ्ने खालको एउटा चिज मैले अस्ति पनि भनेको थिएँ र अहिले पनि त्यो कुरा चाहिँ मलाई लाग्छ यो एकदमै राम्रो असल अभ्यास हो। यस्तै सत्प्रयासका कारण कुनै बेला गुमनाम रहेको गाउँ अहिले संसारभर परिचित छ। खास गरी गाउँलाई विकास र समृद्धिसँग जोड्दै पर्यटनको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित बनाउन लिम्चुङबुङ सरकारले गरेका हर प्रयास अनुकरणीय छन्। छ र एउटा पहाडमा केही त छैन भन्ने मान्छेहरूलाई चाहिँ आज पर्यटकको नयाँ गन्तव्य एभरेस्ट भ्यू टपमा एउटै ठाउँबाट एकैचोटि सगरमाथा सबैभन्दा नजिक देखिने होइन, यो चाहिँ समुद्रदेखि आउँदाखेरि महाभारतको अन्तिम टाढा अनि सगरमाथालाई 8000 भन्दा माथिका तपाईँको अग्लो चाहिँ तपाईँ हिमाल एकैसाथ हेर्न सक्यो 6वटा। अर्को चाहिँ नेपालकै चाहिँ अब एउटा सनराइज राम्रो चाहिँ तपाईँको देख्न सकिने, अहिले चाहिँ बरा क्षेत्र बोराबादमा चाहिँ नेपालकै सुन्दर सनसेट देख्न पाइन्छ भने अहिले चाहिँ पछिल्लोचोटि चाहिँ लिम्चुङ गाउँपालिकाको एभरेस्ट भ्यू टपबाट चाहिँ नेपालकै सुन्दर चाहिँ तपाईँको सनराइज चाहिँ सूर्योदय चाहिँ हेर्न सकिने स्थिति छ। हिजो त्यो ठाउँलाई कसैले चिन्थेन, आज लिम्चुङ आफै बोल्ने बनाइएको छ हामीले होइन। आज लिम्चुङ आफै बोल्छ, जाने पर्यटनको नयाँ गन्तव्यको नामबाट संसारभरि चर्चित बन्दै गएको छ, चर्चित भएको छ। एउटा चाहिँ त्यतिखेर आउँदाखेरि चाहिँ बत्ती नै थिएन तपाईँको, आज हरेक घरमा चाहिँ बिजुली बत्ती पुगेको छ, उज्यालो लिम्चुङ चाहिँ भएको छ। अनि तपाईँ इन्टरनेट त 2G पनि थिएन, आज चाहिँ मैले 4G लिम्चुङमा चलाउँछु भन्दा गाईघाटमा चाहिँ 4G छैन सहरमा, त्यहाँ बनाउनु मलाई हाँस्दिन्थ्यो मान्छेहरूले चाहिँ। तर मलाई थाहा थियो यो 4G को योजना हो बनाएर छोड्छु भनेपछि आज हरेक तपाईँको घर घरमा गाउँ भिरपाखामा तपाईँको 4G चल्छ तपाईँको। यहाँ सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम पनि निकै प्रभावकारी भएको छ। जहाँ अप्ठ्यारो सडक त्यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहको लगानी भन्ने मान्यता साथ यहाँ अघिल्लो वर्ष 27 वटा सडक निर्माण गरिएको छ भने कार्यक्रम अन्तर्गत 71 जनाले रोजगारी पाएका छन्। सामाजिक सुरक्षा र न्यायिक क्षेत्रमा पनि गाउँपालिकाले महत्त्वपूर्ण असल अभ्यास गरेको छ। स्थानीय स्तरमा उत्पन्न भएका विवादहरूलाई स्थानीय स्तरबाटै चाहिँ निपटारा गर्ने, समाधान गरेर लाने भन्ने खालको संविधानले जुन एउटा आवश्यकता ठान्यो त्यो मुताबिक नेपालको संविधानको धारा 217 मा एउटा न्यायिक समितिको व्यवस्था भएको छ, जस मुताबिक चाहिँ स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47-48 मा जम्मा 23 वटा हाम्रा चाहिँ क्षेत्राधिकारहरू छन्। स्थानीय न्यायिक समितिले सम्पादन गर्नुपर्ने क्षेत्राधिकारहरू त्यहाँभित्र चाहिँ सिभिल केसेस र क्रिमिनल केसेस भन्ने हुन्छ। सिभिल केसका प्राय धेरै कुराहरू पर्छन् र क्रिमिनल केसभित्र पनि व्यक्तिवादी फौजदारी मुद्दाहरू चाहिँ हाम्रो क्षेत्राधिकारभित्र पर्छन्। र अहिलेसम्म स्थानीय निकाय अन्तर्गत भएको न्यायिक समितिमा जति पनि विवादहरू दर्ता भएका छन् त्यसलाई चाहिँ संविधानको मर्म भावना मुताबिक नै आपसी छलफलको माध्यमबाट, आपसी मेलमिलापको माध्यमबाट हामीले त्यसलाई चाहिँ निपटारा गर्ने कामहरू गरिरहेका छौँ, जसले गर्दा स्थानीय स्तरमा जुन किसिमको द्वन्द्वहरू, घटनाहरू, अपराधहरू भइरहेका छन् त्यसलाई हामीले
केही हदसम्म, केही लेभलसम्म, केही प्रतिशतसम्म त्यसलाई निराकरण गर्न सकेका छौँ। कृषि तथा पशुपालनका क्षेत्रमा गाउँपालिकाले लिएको नीति र गरेको कार्यक्रमबाट स्थानीय कृषक सन्तुष्ट छन्। गाउँपालिकाले सुन्तला उत्पादन तथा बिक्री, ड्रागन बगैँचा व्यवस्थापन, अकबरे खुर्सानी रोपण तथा प्रवर्धन र अदुवा बेसार खेती विस्तारसँगै मल बिउ वितरण र रोग नियन्त्रणका लागि थुप्रै सत्प्रयास गरेको छ। हामीले कृषिमा बिरुवाहरू वितरण गरेर लिम्चुङ गाउँपालिका वडा 2 ताम्लिछालाई एउटा माथिल्लो जस्तो हाम्रो वडा चाहिँ एउटा कोसीको छेउतिर हुने, कोसीको बेसी भेग र चाहिँ ठिक्क लगभग 230-50 देखि चाहिँ लगभग हाम्रो गाउँपालिका वडा नम्बर 2 चाहिँ 1300-1400 सम्मको हाइट छ। त्यसभन्दा बिच भागमा चाहिँ अलिकति माथिल्लो भागमा, कोसीभन्दा अलिक माथिल्लो भागमाहरूमा हामीले सुन्तलाहरूको खेतीहरूको विस्तार भइरहेको छ। यो सुन्तला जोन पनि भइरहेको छ। यसमा गाउँपालिका र वडाले मिलेर हामीले चाहिँ बिरुवाहरूमा कृषिमा हामी लगानी गरिरहेका छौँ। किनभने हामीलाई यसमा कृषिमै आत्मनिर्भर बनाउनको लागि चाहिँ हाम्रो विशेष जोड भइरहेको छ। सुन्तलालाई हामीले विशेष प्राथमिकता दिएर सुन्तलालाई पनि चाहिँ हामीले अगाडि बढाइरहेका छौँ र बेसी भेगहरूमा लिची र आँपलाई, लिची आँप लगायत अन्य बोट बिरुवाहरूलाई यसलाई हामीले चाहिँ कृषकहरूलाई यसतर्फ हामीले बिरुवाहरू वितरण गरेर चाहिँ अगाडि बढाइरहेका छौँ। त्यस्तै लम्पी स्किन रोग नियन्त्रणका लागि निशुल्क औषधि वितरण गरिएको छ। घरपालुवा पशुको नस्ल सुधारसँगै पोषण तथा आहारका लागि सञ्चालित कार्यक्रम, पशु स्वास्थ्य शिविर, पशु पक्षीका लागि राष्ट्रिय खोप कार्यक्रम निकै प्रभावकारी भएको छ। खास गरी लिम्चुङबुङ सरकारले स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै बजारीकरणको उचित व्यवस्थापन गरिदिएको छ, जसले लिम्चुङबुङवासीको दैनिकी र जीवनयापन सहज भएको छ। हामीले लोकल टु ग्लोबलको कन्सेप्टले चाहिँ स्थानीय उत्पादन गर्ने, स्थानीय उत्पादनमा व्यापार गर्ने, गाउँको उत्पादन चाहिँ बाहिर बेचेर चाहिँ गाउँमा पैसा भित्राउने, यो गर्दा चाहिँ नागरिकको हेल्थ अनि चाहिँ गाउँको अर्थतन्त्र अनि तपाईँको चाहिँ हरेक मान्छेको चाहिँ गोजीको सुधार, क्या पैसाको सुधार र चाहिँ संस्कृतिको चाहिँ तपाईँको जगेर्ना कुरा चाहिँ हामीले अगाडि बढाएका छौँ। कृषिबाट चाहिँ व्यवसायबाट लिम्चुङ गाउँपालिकाले धेरै ठुलो चाहिँ व्यापार गर्नु खोजिरहेको छ। म उदाहरणको लागि भन्न चाहन्छु, गाईखुर टोल विकास संस्थाले चाहिँ तपाईँको चाहिँ त्यो एउटा टोल विकासले गत वर्षबाट सुरु गरेको अकबरे खेती, यसपालि तपाईँको चाहिँ 80 लाख रुपियाँ चाहिँ तपाईँको त्यो गाउँले भित्राएको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ के भन्दा चाहिँ स्थानीय उत्पादन गर्नुपर्छ, आफ्नो गाउँको चाहिँ आफ्नो माटोमा फलेको चाहिँ तपाईँको चाहिँ खाद्यान्न खानुपर्छ अनि आफ्नो गाउँको माटोसँग खेल्नु, माटोसँग खेल्नलाई चाहिँ मैले सिकाएको छु। र फलफुल त तपाईँको लिम्चुङ गाउँपालिकामा धेरैभन्दा धेरै लिम्चुङको चाहिँ फलफुल अहिले चाहिँ सुन्तला, कागती लगायतका किवीहरू लगायत अहिले अगाडि बढ्नु खोजिरहेको छ र आगामी दिनमा चाहिँ लिम्चुङले चाहिँ अब फलफुलबाट चाहिँ करोड पैसा चाहिँ आफ्नो गाउँमा भित्राउने स्थिति छ। लिम्चुङवासीलाई म धन्यवाद भन्न चाहन्छु कि मलाई त्यो गाउँको गरिबी अभावको नेतृत्व प्रदान गर्नुभयो। म साउथ कोरियाबाट आएको 1 महिना बित्दा नबित्दै मलाई विश्वास गरेर जो दिनुभयो र पुरैका पुरै दिन रात चाहिँ त्यहाँको जनताको चाहिँ समृद्धिमा मैले पनि चाहिँ आफ्नो परिवारलाई दिने समय, आफ्नो भविष्य बनाउने समय, सारा कुरा चाहिँ लिम्चुङको त्यहाँको भूमि र लिम्चुङवासीको भाग्य भविष्य निर्माण गर्नको लागि। र आज कुरा के छ भन्दा चाहिँ हिजो त्यो ठाउँलाई कसैले चिन्थेन, आज लिम्चुङ आफै बोल्ने बनाइएको छ। हामीले सङ्घीय सरकारको चाहिँ सङ्घीय मन्त्रालयले चाहिँ लिम्चुङ गाउँपालिका चाहिँ असल अभ्यास गर्ने उत्कृष्ट गाउँपालिकाको रूपमा चाहिँ उहाँहरूले चाहिँ हामीलाई चाहिँ रेकग्नाइज, चिनारी गर्नुभएको छ। र हामीले कोशी प्रदेशमा गएर हाम्रो प्रमुख अधिकृत सन्देश राईले प्रस्तुति समेत दिइसक्नु भएको छ। त्यसले गर्दा लिम्चुङ गाउँपालिका चाहिँ एउटा फरक सोचबाट असल अभ्यास काम गर्दै तपाईँको चाहिँ छिटो समयमा नेपालको यो संहिता पछाडिको सबैभन्दा द्रुत गतिमा विकास भएको गर्दै गरिरहेको गाउँपालिका। यसरी लिम्चुङबुङ गाउँपालिकाले समृद्धिका लागि अपनाएको मौलिक नीति तथा कार्यक्रम क्रमशः सफल उन्मुख छन्, जसकारण देशभर नै शान्त, सुन्दर र समृद्ध गाउँपालिकाका रूपमा परिचित छ। स्थानीय गाउँ सरकारले अघि बढाएका कार्यक्रमबाट लिम्चुङबुङवासी पनि सन्तुष्ट छन्। अहिलेकै दिशा र गतिका साथ अघि बढ्ने हो भने लिम्चुङबुङले समृद्धि शिर चुम्न धेरै समय पर्खन पर्दैन।